यो नेपालको त्यही ठाउँ हो जहाँ मर्नुभन्दा अगाडि आफ्नो चिहान आफै बनाइन्छ। यहाँका बुढापाकाहरू अरूले कस्तो चिहान बनाइदिने हुन् भन्ने चिन्ताले आफ्नो चिहान आफै बनाएर मृत्यु कोर्दै बस्छन्। गाउँका युवाहरू विदेशमा पसिना बगाइरहेका छन्। मृत्युपछि अन्तिम संस्कार गर्न लगिदिने पनि कोही हुन्छ कि हुँदैन भन्ने ती वृद्धलाई डर छ। यो चलन पूर्वी पहाडी जिल्लाहरूमा छ। मान्छे मरेपछि चिहानसम्म अरूले नै पुर्याउँछन् र चिहान पनि अरूले नै बनाइदिन्छन्। तर पूर्वी नेपालमा केही पाका मानिसहरू जिउँदो छँदै चिहान बनाएर मृत्यु कोरिरहेका छन्। यस चिहानलाई स्थानीयले लासघर अर्थात् कपुरथान चिहान भन्ने गरेका छन्। लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ। चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ। यो स्टोरी हेर्ने कथामा पनि छ। कपुरथानमा शव राख्ने भाग खाली राखिएको छ। खाली भागमा मानिसको निधनपछि पार्थिव शरीर राखिनेछ। मानिसको मृत्यु भएपछि कपुरथानमा पार्थिव शरीर राखेर त्यसको ढोका पनि सधैँका लागि बन्द गरिन्छ। झट्ट हेर्दा सानो चिटिक्क परेको घर बाहिर स्वरूप हेर्दा लाग्छ भित्तामा सिंहमर्मर पोतिएको होस्। टिनको छानुले त्यो सानो घरलाई आश्रय दिएको छ। सिमेन्टका खम्बाहरूले छानुको बोझ उठाइरहेका छन्। घरको टुप्पोमा गजुर, एक तरिकाले मन्दिर जस्तै छ यो संरचना। यो घरमा मानिस अटाउन मिल्ने किसिमका दुईवटा कोठा छन्। यी वृद्धले आफ्नो मृत्युपछि बस्नका लागि जिउँदो छँदै आफैले बनाएको चिहान हो। रङरोगन र साज सजावट अनि वरिपरि हरियाली। आफ्नो मृत्युपछि कसले चिहान बनाइदिने? भएका छोराछोरी आइपुग्ने हुन् कि होइनन्? मृत्युपछि आफ्नो पार्थिव शरीर आफैले बनाएको ठाउँमा रहोस्, यो उनीहरूको चाहना हो। सामान्यतया लिम्बू जातिमा निधन भएपछि शव राख्न यस्तो परम्परा छ। चिहान घरमा शव राखिसकेपछि बाहिरबाट ढुङ्गामा माटो वा सिमेन्ट प्रयोग गरेर प्वाल बन्द गरिदिने चलन छ। जिउँदो छँदै चिहान बनाउनुले धर्मग्रन्थ अनुसार भन्दा पनि आफ्नै इच्छाले बनाएका हुन्। लिम्बू जातिको धर्मशास्त्र मुन्दुममा उल्लेख भए अनुसार मृत्युपछि शवलाई नदीमा बगाउने गरिएकोमा माछाले नदी आफूहरूको भएको दाबी गरे। पछि रुखमा झुन्ड्याउने गरेका र रुखमा झुन्ड्याउँदा चराचुरुङ्गीले नदिएकाले भिरबाट फाल्ने गरियो। त्यसरी फाल्दा तर्साउने भए भन्दै माटो र ढुङ्गा मिलाएर पूर्ण सुरु गरिएको मुन्दुममा उल्लेख भएको धर्मशास्त्रविदहरूले बताउँदै आएका छन्। मान्छेको जन्मपछि मृत्यु निश्चित छ। मृत्यु अघि मानिसका अनेक रहरहरू पनि हुन्छन्। तर जिउँदो छँदै मृत्यु र चिहानको रहर भने धेरै कमको हुन्छ। किनभने मान्छे सबैभन्दा डराउने भनेकै मृत्यु र त्यसपछि चिहानसँग हो। यद्यपि एक दिन मरण हुन्छ नै, त्यसपछि आफन्त, नातेदार र छिमेकीले घाटमा लगेर पुरेपछि चिहान कपुरथान भन्ने गर्छ, जुन चिहान मृतकको नाममा हुन्छ। यो भन्दा विपरीत सबैलाई अनौठो लाग्ने गरी यसरी चिहान बनाउनु पश्चिमा मुलुकहरूमा सामान्य जस्तै छ। तर नेपालमा 40-41 वर्ष अघिदेखि मात्रै यसको अभ्यास भएकाले यो कुरा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ। वैदेशिक रोजगारीले गाउँ सुनसान छ। शहरका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छन्। साह्रो गाह्रो पर्दा अस्पतालमा लैजाने युवा पनि छैनन्। मर्दा पर्दा मलामीको समूहमा युवा हुँदैनन्। यो हाम्रो देशको विडम्बना हो। देशमा भने जस्तो रोजगारी छैन। व्यापार गरौँ, पुँजी छैन। देशका 1/3 भन्दा ज्यादा युवा खाडी मुलुक र युरोपियन देशहरूमा ज्यान जोखिममा हालेर धन कमाउँदैछन्। सायद पूर्वी नेपालका मनप्रसादहरू जस्तै मृत्यु अघि आफ्नो चिहान आफै बनाउने वृद्धहरूले यही सोचे होलान्। अनि गाउँमा कोही मान्छेको मृत्यु हुँदा घाटसम्म कसले लगिदिने? अझ ग्रामीण भेगमा बसाइसराईले जडै गाडेको छ। भौतिक विकासका पूर्वाधारको अभावमा हिमाल पहाडबाट तराई बसाइ सर्ने जनसङ्ख्या धेरै छ। त्यसै त पहाडमा पातला घर अनि बसाइसराईले गाउँ नै सुनसान हुँदा वृद्धले मर्नु अघि आफ्नै चिहान बनाउनलाई तपाईँले कुन रूपमा लिनुहुन्छ? आफ्नो विचार कमेन्ट गर्नुहोला र यस्तै खोजमूलक स्टोरीहरूका लागि फ्याक्ट नेपाल हेर्दै गर्नुहोला। नमस्ते।